चाहिँ झापा क्षेत्र नम्बर 5 कै बासिन्दा। हजुर हजुर हजुर। जस्तो हजुरलाई मैले के सोध्न चाहेँ भने हाम्रो देश नेपालको चाहिँ प्रमुख पहिलो नम्बरमा हजुरले देख्नुभएको समस्या अनि तपाईँको चाहिँ आवश्यकता विकासको क्षेत्रहरू जुन अब विकास गर्नुपर्ने चाहिँ धेरै क्षेत्रमा विकास गर्नुपर्ने आवश्यकताहरू छन्, पहिलो प्राथमिकता दिनुपर्छ अथवा यो क्षेत्रमा चाहिँ पहिलो विकास हुनुपर्छ भन्ने चाहिँ के लाग्छ हजुर? अब पहिलो हाम्रो अब यो विकास भन्दा पनि शिक्षामा चाहिँ होइन अलिकति राम्रो सुधार हुनु पर्यो। हजुर अब सँगसँगै अब यो बाटोघाटो होइन हजुर यसको चाहिँ पहिलोमा चाहिँ म चाहिँ यो भन्न चाहन्छु, शिक्षा चाहिँ सबैभन्दा पहिलो भनौँ न होइन, शिक्षा र स्वास्थ्य। हजुर शिक्षा स्वास्थ्य बाटोघाटो चाहिँ सुधार हुनुपर्छ भन्ने चाहिँ तपाईँको यो दृष्टिकोणले चाहिँ पहिलो चाहिँ यो हुनुपर्छ भन्ने कुरा। जस्तो यो शिक्षा स्वास्थ्य र बाटोघाटो सुधार गर्नको लागि होइन कि यो समस्या सुल्झाउन सकिरहेको छैन, यसलाई चाहिँ राम्रो व्यवस्थापन गर्नको लागि चाहिँ कसो के गर्न सकिएला यसको सावधानको लागि? अब यसको लागि चाहिँ अब हाम्रो अब जो हामीले भोट दिएर होइन अगाडि पठाएका छौँ उहाँहरूले चाहिँ अलिकति राम्रो तरिकाले होइन सही सोच लिएर चाहिँ अब सोचेर चाहिँ गर्नुभयो भने त राम्रै हुने हो। तर यहाँ चाहिँ अब अलिकति हाम्रो राजनीतिक अब खस्किएको जस्तो भनौँ न देखिन्छ। अब हामीले जो चुनावमा अब भोट दिएर अगाडि बढाएका हुन्छौँ उहाँहरूले चाहिँ अलिकति नसोचिदिएको जस्तो मलाई चाहिँ लाग्छ। यो हजुरको भनाइअनुसारले व्यवस्थापनमै सुधार हुनुपर्छ, व्यवस्थापन अहिले त्यति राम्रो छैन, अब आउने चुनावपछि चाहिँ व्यवस्थापन सुधार गरेर लिएर जानुपर्छ, बल्ल यो चाहिँ राम्रो हुन्छ भन्ने मेरो धारणा। हस्, धन्यवाद। धन्यवाद।